हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग। मेरो ब्लगमा तपाईँहरू सबैले स्वागत छ साथीहरू। नेक्स्ट डे नयाँ ब्लग लिएर आइसके साथीहरू। सबले हेरेर सबैले सपोर्टमा सब्सक्राइब हान्नु छ नभन्नु साथी भन्दै आजको नयाँ भिडियो स्टार्ट भइसकेको छ। खानसाना खाने बित्तिकै साथीहरूमा चाहिँ अहिले बारीमा आइसक्यो साथी। बारीमा चट्टा आएको छु। हेर्नु सक्नुहुन्छ आजको मौसम चाहिँ बवाल घाम लागिरहेको छ। बिहानै दामी छ होइन साथीहरू। हेर्नु है त, दामी छ मौसम चाहिँ आज पुरा मस्त घाम लागेको छ। पुरै वरिपरि बादलहरू साइड साइडमा छ। घाम चाहिँ खतरा लागेको कि बिहानदेखि नै। यही चाहिँ मेरो कुखुरा फार्म है साथीहरू, यस्तो छ। पुरै हेर्नु न, माथिबाट चाहिँ यो लगाइदिएको छु क्या, गर्मी हुन्छ भनेर च्यादर रातिन्छ नि त, त्यही भएर चट्ट बाह्रमा मैले सेउलाहरू हालिदिएको छु। यस्तो छ साथीहरू। यो चाहिँ मेरो बारी मकै बार छ। यो चाहिँ दाना ठुल्ठुलो छ। यो आज साथीहरू मेरो काम चाहिँ दानाहरू हेर्ने होइन, कति फलेको छ कि छैन, मुग्दा बा राम्रो फल्यो भन्नु सक्छ नि साथीहरू होइन। सबैको फल्यो भन्छ नि, हाम्रो पनि बा फलेछ कि भनेर म चाहिँ चट्ट पारामा अब साथीहरू दानातिर हेर्न लागेँ होइन। हेर्न सक्नुहुन्छ, यो चाहिँ मेरो टमाटर खेती लागेको सब मरेर सक्यो। यहाँ चाहिँ छ यो बोडी चाहिँ हुँदो रहेछ क्या, बर्खे बोडी। यो चाहिँ भइरहँदो रहेछ फेरि जस्तो गरेर मर्दिनँ क्या, यत्तिकै रोपिदिएको थिएँ। फेरि त्यो चाहिँ कुखुराहरू साथी टर्ने खोरभित्र चाहिँ होइन। चट्ट पारामा अब चाहिँ साथीहरू म यो दानामा चढ्छु। दाना फलेको छ कि छैन सबै देखाउँछु तपाईँहरूलाई कस्तो हुन्छ। मैले दाना चाहिँ मुनिबाट हेरिसकेँ साथीहरू, फलेको रेन्ज क्या। यसो मुग्दाहरू भनेको एउटै रेन्ज कि सबै हेरौँ न। फल चाहिँ टन्ने गेडाहरू चाहिँ लागेको छ होइन, मस्त गेडा लागेको छ कि लाग्नु चाहिँ। तर साथीहरू फलाइ नै छैन क्या यसको, गेडा चाहिँ टन्नै लागेको छ कि। नफल्ने दानाको बोटेर राम्रो पनि थियो, त्यस्तै रहेछ। हेर्दाखेरि चाहिँ अब दामी देखिने फलेको छ क्या हो भने जस्तो हुन्छ नि त होइन। तर फलेको रेन्ज साथीहरू चढेर सबै हेरिसक्यो यसलाई होइन। फलेको रेन्ज यस्तो चाहिँ अब के गर्नु साथीहरू, र दाना चाहिँ हेऱ्यो होइन। फलेको रेन्ज छ, अब जे पनि छिट्टो उडाउनु पर्यो। अरू 2-3वटा वर्ष छ भने चाहिँ अब त्यो पनि हेरिदिन्छु कस्तो हुन्छ होइन। अब फल्यो भने ठिकै छ, राम्रो भाग्य छ भने फल्छ, भाग्य छैन भने फल्दैन क्या। त्यस्तै हो, भाग्यको लक्कड ठुलो अरे भाग्यको खपर ठुलो भने जस्तै। भाग्य छ भने फल्छ, फल्नु सक्छ होइन साथीहरू। चट्ट पारामा मौसम चाहिँ बवाल छ आज चाहिँ, चिल पाराको छ। मस्त घाम लागेको छ। म चाहिँ गर्मी चाहिँ साथीहरू पुरै घरमा बस्दा पसिना आएर। च्यादर घर छ नि त साथीहरू होइन। च्यादर घरमा त अब लास्टै गाह्रो हुन्छ बस्नु, यो गर्मी टाइममा त लास्टै गाह्रो हुन्छ। च्यादर तात्तिएर क्या घामले गर्दाखेरि बस्नु सकिँदैन। त्यही भएर साथीहरू म चाहिँ अहिले बारीतिर आएको छु। बारीमा यहाँ शीतल छ क्या, रुखको दानाको फेदमा त चिसो छ नि त मौसम। त्यही भएर यहीँ बसेर भिडियोहरू बनाएर आज साथीहरू सबले हेरेर प्रतिक्रिया दिनु होला भने नेक्स्ट भिडियोमा अवश्य आउने छ साथीहरू। बाइ बाइ साथीहरू।